ल आज पनि हेल्दी लिभिङ भेस्टिज कम्पनीको प्रोडक्ट आज पनि यो सरफ लिएर आएको छु। सरफ चाहिँ एकदम यो जति घन्टा भिजाइराख्नुभयो कपडालाई त्यति राम्रो। अरूले जस्तो कपडा खाने यो कालो बनाउने यस्तो भाँडा खाने यो केही हुँदैन। जति धेरै बेर भिजाउनु भयो त्यति राम्रो यो सरफको परिकार। यो भनेको केसमा लाउने तेल। तपाईँको केसमा लाउने तेल भनेको यो केसमा लगाएपछि त्यो हाँगा आउने कक्राकुक्रु हुने ओर्ने हुन्न। यसले एकदम सलक्क नरम होइन चिल्लो भएर हाँगा बिगा हुने पनि हुँदैन यसले। र यो कोलगेटको परिकारहरू तिनवटा छ। एउटा दाँत पुरै काईहरू त्यो कालो बसेकोहरू टल्काउने र एउटा परिकारको छ गिजाबाट रगत आउने के अरे गिजा दुख्नेहरू सबै त्यसले चट पार्ने छ। यो चाहिँ टोइलेट हर्पिक हो। यो ब्रस भयो, यो सेम्पू भयो होइन, यो चिया भयो, यो पनि यही हाम्रै कम्पनीमा उपलब्ध छ। अनि आएर भनेको यो चाहिँ सेम्पू। यो सेम्पू कपाल धुँदा लगाउने सेम्पूको परिकार भयो। र सेम्पूको परिकार पछि यो चाहिँ खाने तेल। यो खाने तेलको परिकार हो। यो चाहिँ एकदम सुगर, प्रेसर, अल्सर हरेक बिरामीले यो खाँदा एकदम राम्रो हुन्छ। यसले चाहिँ एकदम यो पेट दुख्ने त्यस्तो पखाला लाग्ने ग्यास्ट्रिक हुने एकदमै बिल्कुल हुँदैन यो तेलले चाहिँ। यो तेल भनेको केबाट बनेको भन्नुहुन्छ नि धानको भुसबाट बनेको तेल भन्ने कुरा छ। र यो हेल्दी लिभिङमा तपाईँहरू पनि चाँडो चाँडो आबद्ध हुनुहोस् र स्वस्थ जीवन रहनुहोस्।